पुरानो सरकारमा कायम रहेका 25वटा मन्त्रालय नयाँ सरकार बनेपछि 17मा खुम्चिने भएका छन्। तर वर्क डेलिभरीको कुरा गर्ने हो भने पुरानो सरकारको 25वटा मन्त्रालयले गरेको वर्क डेलिभरी भन्दा कहीं ज्यादा वर्क डेलिभरी नयाँ सरकारका मन्त्रालयहरूले गरिरहेका छन्। चाहे त्यो सुशासनको प्रसङ्ग होस्, भ्रष्टाचार नियन्त्रणको कुरा होस्, पारदर्शिताको कुरा होस् या त मेरिटोक्रेसीकै कुरा होस्, नयाँ सरकार पुरानो भन्दा अब्बल देखिएको छ। भविष्यमा के गर्ला भन्न सकिँदैन, परराष्ट्र नीति के होला देखिएको छैन, भूराजनीति र शक्ति सन्तुलनका मामिलामा कतापट्टि झुकाव राख्लान् हेर्न बाँकी छ। तर नागरिकको जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सन्दर्भमा नयाँ सरकार चुकेको छैन भन्दा फरक नपर्ला। केपी शर्मा ओली, रमेश लेखक, दीपक खड्काहरूलाई अनुसन्धानको दायरामा ल्याउन गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रत्यक्ष रूपमा लागि परेको देखिन्छ। प्रहरीको पोसाक, सुरक्षा संयन्त्रको सशक्तिकरण, सुरक्षाकर्मीहरूको न्युट्रिसनका लागि छुट्याएको बजेट जस्ता कुरालाई गृह मन्त्रालय र गृहमन्त्री सुदन गुरुङले प्राथमिकतामा राखेको देखिन्छ। गृह मन्त्रालयले पक्राउ गर्ने मात्र काम गरेको छैन, पुरस्कृत र अनुदान सम्बन्धी कार्य पनि गरिरहेको छ। गृह मन्त्रालयले लागु औषध प्रयोगकर्ताको उपचार तथा पुनर्स्थापनाका क्षेत्रमा काम गर्दै आएका सङ्घ संस्थाहरूलाई पुरस्कार र अनुदान समेत प्रदान गर्ने सूचना सार्वजनिक गरेको छ, जसले एउटा अनुशासित र सभ्य समाज निर्माण गर्नमा मद्दत गर्नेछ। राजस्व सङ्कलन र राजस्व चुहावट नियन्त्रण सम्बन्धमा गृह र अर्थ दुवै मन्त्रालयको समन्वय भइरहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले र गृहमन्त्री सुदन गुरुङ दुवैजना आफ्नो तर्फबाट बेस्ट दिइरहेका छन्। सुदन गुरुङले त अझ आफू स्वयं फिल्डमा उत्रिन तयार रहेको समेत प्रतिबद्धता देखाए। मन्त्री गुरुङले प्रहरी प्रशासनलाई काम गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार र लजिस्टिक सहयोग अर्थ मन्त्रालयले तुरन्त उपलब्ध गराउनु पर्ने समेत माग राखे। यस विषयमा विस्तृत बहस गर्न अर्थ मन्त्रालयमा बैठक समेत बस्यो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री सुदन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजस्व प्रशासनका अधिकारीहरू तथा सुरक्षातर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिको उपस्थिति रह्यो। मन्त्रालयकै अग्रसरता भइसकेपछि राजस्व चुहावट नियन्त्रण गर्ने उच्च स्तरीय समिति पनि तातेको छ। गृह मन्त्रालय यो रफ्तारमा गइरहेको छ कि अरू मन्त्रालय त ओझेलमा नै परेका छन्। यद्यपि अन्य मन्त्रालयले पनि रिजल्ट ओरिएन्टेड पर्फर्मेन्स दिइरहेका छन्। परराष्ट्र मन्त्रालयकै कुरा गर्ने हो भने पनि मध्यपूर्वमा चर्किएको द्वन्द्वबाट प्रभावित नेपालीहरूको उद्धार गर्ने जस्ता कार्यको प्रयास भइरहेको छ। नेपाल एयरलाइन्सले अप्रिल 3 देखि 5 सम्म विशेष उडान सञ्चालन गर्ने भएको छ। यो निर्णय परराष्ट्र मन्त्री शिशिर खनालको पहलमा गरिएको हो। मार्च 31 मा मन्त्रालयमा बसेको बैठकमा विभिन्न निकायका प्रतिनिधिहरूले सहभागिता जनाउँदै खाडी क्षेत्रमा रहेका नेपाली नागरिकहरूको आवागमन सहज बनाउन र हवाई सेवा निरन्तर राख्ने विषयमा छलफल गरेका थिए। पश्चिम एसियाको तनावका कारण फेब्रुअरी 28 देखि नियमित उडानहरू रोकिएका थिए। मन्त्रालयले उडान व्यवस्थापनका लागि नेपाल एयरलाइन्सलाई धन्यवाद दिएको छ भने बिमा व्यवस्थामा सहयोग गर्ने राष्ट्र बिमा कम्पनी लिमिटेड प्रति पनि आभार व्यक्त गरेको छ। साथै मन्त्रालयले नेपाली नागरिकको हित र अन्तर्राष्ट्रिय हवाई सम्पर्कलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ। त्यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाइएको कार्यालयमा जान अस्वीकार गर्ने कर्मचारीलाई कडा चेतावनी दिएको छ। मन्त्रालयले सरुवा आदेश कार्यान्वयन गर्न आनाकानी गर्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आउने स्पष्ट सङ्केत दिएको हो। मन्त्रालयले गत सोमबार मात्रै 63 जना उपसचिवको सरुवा गरेको थियो। मङ्गलबार थप 6 जना उपसचिवको सरुवा गरेको छ। ठुलो सङ्ख्यामा गरिएको यस सरुवापछि कतिपय कर्मचारीले तोकिएको स्थानमा नजाने प्रवृत्ति देखिएको भन्दै मन्त्रालयले असन्तुष्टि जनाएको छ। मन्त्रालयका अनुसार प्रशासनिक कामकाजलाई प्रभावकारी बनाउन सरुवा निर्णय गरिएको हो र यसलाई अनिवार्य रूपमा कार्यान्वयन गरिनुपर्नेछ। देशका प्रमुख मानिएका मन्त्रालयहरूले सम्पादन गरेका हालसम्मका कार्यहरू यस्ता थिए। हामी अर्को भिडियोमा नेपाली राजनीति र सरकारको अपडेट लिएर आउने नै छौँ। हेर्दै गर्नुहोला फ्रेस प्रेस नेपाल। धन्यवाद।